बेडी पनि लाइभ अरे फुङफुङे फोटो खिच्न त अगाडि खिच्नु एकजना हेलो हेलो साथीहरू वेलकम टु जोनास भ्लग म चाहिँ एउटा सानो मिनी ब्लगर अनि एउटा सानो कन्टेन्ट क्रिएटर सुरुवात गर्दैछु तपाईहरुले हेरेर लाइक कमेन्ट अवश्य गर्नुहोला अनि एकपल्ट मेरो युट्युब च्यानलमा गएर अवश्य सब्स्क्राइब पनि गर्नु भन्छु अनि यो झरनाको भिजिट सँगसँगै तपाईहरुलाई यो झरनामा पनि आउनुहोस् घुम्नुहोस् भन्न चाहन्छु हेर्नुभयो त मेरो भिडियोहरू हेर्नुहोस् ल यसरी नै माया दिनुहोस् हाम्रो ताप्लेजुङमा पनि कतिपय ठाउँहरू घुम्नेहरू छ तपाईहरु आएर घुम्न सक्नुहुन्छ हेर्नु होला सिडीहरू हिँड्नु पर्ने रहेछ निकै अब तपाईहरुले चाहिँ कतिलाई चाहिँ हिँड्नु सक्नुहुन्छ हुन्न थाहा भएन हैन तर केही मिनेट चाहिँ हिँड्नु पर्ने रहेछ अनि मात्रै त्यो सुन्दर छ नि माथि देख्नु भएको झरना हो त्यहाँनेरि पुग्नु हुने रहेछ साथीहरू हेर्नु होला मेरो चाहिँ फ्यामिली अगाडि हुनुहुन्छ आधा पछाडि हुनुहुन्छ म चाहिँ बिचमा हिँड्दैछु त्यही भएर मैले चाहिँ भिडियो फोटो लिँदैछु फुङफुङे झरनाको अपोजिट चाहिँ यस्तो देख्न सक्नुहुन्छ एकदमै सुन्दर छ है सुन्दर म चाहिँ अहिले फुङफुङे झरनाको नजिकै पुग्दैछु हेर्नु होला यो माथि देखिएको चाहिँ फुङफुङे झरना हो अनि म चाहिँ छु यहाँ तल सिडी नै सिडी भएको छ बाटो एकदमै सुन्दर छ नेचुरली हेऱ्यो भने पनि तपाईहरुले आफै फिल गर्नुहुन्छ कि यो ठाउँ कति सुन्दर छ के साथीहरु कति सुन्दर छ सोचे भन्दा पनि कैयौं गुना सुन्दर के अझ यो झरना झरेर त्यस्तो फेदमा हेर्नुभयो भने त हुन्छ नि बाहिर देशको वाटरफल भन्दा पनि कम छैन साथीहरु तपाईहरुले अवश्य महसुस गर्न आउनु होला एकपल्ट हाम्रो ताप्लेजुङको फुङफुङे झरना हेर्नु होला जति नजिक उति राम्रो देखिरहेछ तर के भन्छ यो भिडियोमा चाहिँ जति मैले फोटोबाट क्यामेराबाट लिएको छु नि भिडियो यो चाहिँ क्यामेरामा भन्दा पनि अझै तपाईहरुले नेचुरली आफ्नै आँखाले नजिक आएर हेरेकोमा अझै धेरै सुन्दर छ है साथीहरु अति नै सुन्दर रहेछ म त ओभर एक्साइटेड भएर कुदेर हैन मेरो सासै बढिसकेको छ यहाँ चाहिँ फुङफुङे झरनाको नजिक छु साथीहरु यसको डाँडा काँडा हेर्नुहुन्छ भने अझ क्यामेराले राम्रोसँग कैद गर्नु सकेको छैन हैन तर पनि एकदमै धेरै राम्रो छ तपाईहरु को आउनु भएको छैन म चाहिँ के सजेस्ट गर्छु भने फुङफुङे झरना एकचोटी आउनुहोस् हाम्रो नेपाल पनि त्यतिकै नेपाल सुन्दर नेपाल भनिएको हैन नेचुरली यहाँ चाहिँ एकदमै धेरै सुन्दर छ सबैजना आउनु होला मेरो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईहरु मेरो भिडियोको थ्रुबाट पनि आउन सक्नुहुन्छ हेर्नुहोस् पानीको सीता बचिटा चाहिँ यहाँसम्म आइसकेको छ फुङफुङे झरनाको फिल चाहिँ यहाँबाटै गर्न सकिन्छ किनभने फुङफुङे झरनाबाट झरेको छ नि जुन यो झरनाबाट झरेको पानी चाहिँ साथीहरु यता तलबाट फिल गर्न सकिने रहेछ के माथि झरेको झरनाको सीताहरू चाहिँ यता तलसम्म आउने रहेछ सबैजना पालाइपिलो गरेर जाँदै हुनुहुन्छ अब चाहिँ लगभग हामी फुङफुङे झरनाको नजिक पुगिसकिएको छ हेर्नु होला ओ माइ गॉड अनि यहाँ चाहिँ लिम्बूको सिलाङ सागमा पनि राखेको रहेछ अनि यसमा एउटा लठी जस्तो साइजको ढुङ्गा होला ढुङ्गाको एउटा मूर्ति पनि रहेछ साथीहरु तपाईहरु देख्न सक्नुहुन्छ अनि फुङफुङे झरनाको पारिपट्टि हेर्दा चाहिँ यस्तो देख्न सक्नुहुन्छ फेरि अब दिदी भेनालाई चाहिँ फोटो खिचिदिनुको लागि तयार हुँदैछु अनि अलबर्ट चाहिँ यहाँनिर भ्यू खिच्दैछ साथीहरु रेडी यहाँ रेडी है फुङफुङे झरनाको हावा चाहिँ साथीहरु यहाँसम्म आइरहेछ ओभरै धेरै रमाइलो भइरहेछ सबैजना डिस्कस गर्दैछ कि के गर्ने कसो गर्ने भनेर म चाहिँ यहाँनिर भिडियो बनाउँदैछु हेर्नु होला बेडी पनि लाइभ अरे फुङफुङे झरनामा खिच्नु पर्यो भनेर हैन यस्तो सुन्दर छ एकदमै सेफली आउनु होला हल्का बाटो चिप्लो भएको कारणले गर्दाखेरि हेर्नु त झरनाको इन्जोय एकदमै धेरै गर्न सक्नुहुन्छ तर हल्का बाटो चिप्लो छ त्यही भएर तपाईहरु एकदमै सेफली आउनु होला भिज्ने डर हुन्छ एकदमै नभिजिकन भन्दा पनि झरनाको उले गर्दाखेरि अनि यता भाइ चाहिँ हैन साथीहरु भाइ चाहिँ पुगेर आइसकेको छ कस्तो फिल भइरहेछ भिज्दै रहेछ फोटो खिच्न त अगाडि खिच्नु एकजना आइज तेरो खिचिदिन्छु अनि हामी चाहिँ फेरि पनि म चाहिँ खिचिसकेको छैन नि त साथीहरु त्यही भएर म फेरि भाइ र दिदीलाई चाहिँ लगेर ल्याएर आउँदैछु हेर्नु होला एकदमै नजिकबाट हेर्नु न साथीहरु कति धेरै सुन्दर दिदी आउनु दिदी र म चाहिँ आजको भिडियो चाहिँ एकदमै धेरै लिने भनेको छु हेर्नु होला दिस इज फुङफुङे झरना यता हेर्नु न दिस इज फुङफुङे झरना भिजेर हैरान्छ वाउ यस्तो धेरै हावा आउने रहेछ यस्तो धेरै जति धेरै झरनाको नजिक गयो उति धेरै
हेर्नु होला झर्नाले पुरा भिजेपछि चाहिँ कपालहरू सबै चाउरी परिरहेको छ यहाँनिर भिजेर एकदमै चिसो चिसो भइरहेछ अनि अहिले हल्का अब चस्माहरू पुसेर अनुहारहरू पुसेर अनि मेडी पनि चेन्ज गरेपछि चाहिँ हल्का कम्फर्टेबल भएपछि चाहिँ हामीले यहाँनिर अब यो झर्नाको फेरि म भिडियो खिच्दैछु हेर्नु होला एकदमै सुन्दर छ अहिले चाहिँ फाइनली अलिक क्लियर देख्यो होला अघि चाहिँ सिसाहरू पनि सबै धमिलो थियो क्या पानीले गर्दाखेरि त्यस्तो दामी छ यो झर्नाको आवाजै बेग्लै सुनिरहेको छ तपाईँहरू सुन्नु सक्नुहुन्छ एकदमै धेरै कराइरहेको छ यो झर्ना पनि है यसरीका कुङकुङे झर्ना एकदमै सुन्दर एकदमै राम्रो छ म आएर तपाईँलाई यो भन्छु कि तपाईँहरू आउनुभएको छैन भने एकपल्ट यो कुङकुङे झर्ना चाहिँ अवश्य भिजिट गर्नु होला एकदमै सुन्दर छ मैले कतिपय कुराहरू यो भिडियोमा देखाउन सकेको छुइनँ तर योभन्दा धेरै कुराहरू हेर्न सक्नुहुन्छ है यहाँ ब्याकग्राउन्डहरूदेखि लिएर तर एउटा पोखरी पनि रहेछ अनि यसरी बग्दै गरेको झर्ना छ हेर्नु होला झर्नामा घुमियो नाच्यो उफ्रियो हिँड्यो अब चाहिँ साथीहरू यो झर्नालाई सी यू बाई बाई गर्दै हामी चाहिँ जाँदैछौँ घरतिर तपाईँहरू को आउनु चाहनुहुन्छ अवश्य आउनु होला बाटो चाहिँ एकदमै डेन्जर छ गाडीबाट आउनुहुन्छ भने पनि एकदमै छिटो ल्याउने रहेछ ताप्लेजुङदेखि के भन्छ ताप्लेजुङ बजारदेखि 2-3 घन्टामै पुग्नु सकिने रहेछ हामी चाहिँ रिजर्भमा आएको भएर अझै छिटो आयौँ त्यही भएर तपाईँहरू पनि एकचोटि यो झर्ना अवश्य आउनु होला दिदी र म चाहिँ एकदमै धेरै सबैजना गइसक्यो हामी चाहिँ अब एकदमै धेरै भिडियो गर्ने भएर चाहिँ धेरै नाटक भयो नि त अब छोरी मान्छेहरूको धेरै नाटक हुन्छ अनि हामी चाहिँ यता छौँ अनि दिदी चाहिँ सबै मेरो भारी बोकेर हेर्नु साथीहरू अब भिडियो मेरो बहिनीले गरोस् भनेर पोका पतेउरा बोकेर यसरी हिँडिदिनुहुन्छ त्यही भएर पनि तपाईँहरूले यसरी भिडियो हेर्नु सक्नुहुन्छ साथ र सपोर्ट चाहिँ चाहिन्छ है यसरी केही गर्नुको लागि चाहिँ आफ्नो दिदीहरूको परिवारको साथ सपोर्ट चाहिन्छ मेरो दिदीलाई एकचोटि हेर्नु होला काली छिन् तर दिल वाली छिन्